म घर जान लाग्छु र म कलेजदेखि आइसकेँ। अब म रेडी हुन्छु र मैले सबै भाँडासाँडा मान्छे चोकमा आइसकेको छु। अहिले गाडीलाई पर्खिरहेको छु। साथीहरू चाहिँ एउटा छन्। यहाँ चाहिँ मेरो ब्याग छ। यहाँ चाहिँ घन्टी गरिहाली भइरहेको छ। ए घन्टीको क्या हो अब गाडी छैन। यहाँ पनि घन्टी गरिहालीले गर्दा चाहिँ जाम परेछ। बुटोलदेखि चढ्दा पनि धेरै टाइम लाग्यो जामले गर्दा। घन्टीको काम मात्रै छन् यहाँ सबै। तर यहाँ चाहिँ पहाडको होली सुरु भइसकेको छ। स्टुडेन्टहरू चाहिँ होली खेलिरहेछन्। सो गाइज मैले चाहिँ होली मनाइसकेँ। मतलब पापाले पूजा गरेर चाहिँ टिका लगाइदिइसक्नु भयो। अहिले चाहिँ हाम्रो बिहानको 8:30 भएको छ। मैले यहाँ चामल धुलेछु खाना बनाउनलाई। अनि यो काम चोर हिँडिरहेको यत्तिकै यता हेर मोबाइल हेर्ने होइन त्यहाँ पानी त्यो बोतल पनि भयो छिटो ओरे। अनि मैले यहाँ चामल धोइरहेको छु। यहाँ भाँडाहरू यत्तिकै छ। अनि पापाले चाहिँ बाहिर के गर्दै हुनुहुन्छ भने चाहिँ पापाले कुखुरा काटिराख्नु भयो यहाँ। पापालाई नि होली लगाइसक्यो। मम्मी चाहिँ रक्सी पार्न बल्ल काम गर्यो यसले। त्यही पनि मोबाइलको भरमा काम गरिरहेछ। यस्तो छाला अहिले चाहिँ दिदीलाई कुनै रङ लगाइदिएको छ। कपाललाई नि अंकल जी खतरा देखिनु भयो। लङ भनेको त्यो अरू अनि यो ल्यारिङ्स फ्यारिङ्स ओके यो चाहिँ इन्टेस्टाइन हाम्रा बुढी इन्टेस्टाइन यो स्टोमक। दाजु यस्तरी होली लागेछ। बिहानको 9 बजे होली लागिसक्यो। हाम्रो मम्मीले बल्ल मुख धोइराख्नु भयो। मम्मीलाई टिका मैले लगाइदिनु तैँले मलाई लगाइदिनु हो। ह्याप्पी होली देखिन्छ कि नै त एक खुट्टा ढोक्दिँदै ल भाग्य मानी हुनु। मलाई लगाइदिनु न। रातो टिका हुन्छ त्यस्तो। ल 9 बजे होली सुरु भयो। 12 वर्षसम्म त मलाई भुट बनाइदिन्छन् होला अहिले। केटाकेटीहरूले अघि नैदेखि त्यो लुडा लिएर हिँडिरहन्। एउटा कुकुरले आयो त हेरिरहेको मलाई मासु दिन्छ बट यसले तिमी जो रोड अझैसम्म बन्न 20 वर्षसम्म बेलुकी छ कि नै। त्यही भएर घन्टीमा भोट तैँले भोट हाल्न मिल्दैन मैले पनि मिल्दैन। हामीले मिलिहाल्छ। हामी जित्थ्यौँ। बाटो कि देखाउँछस् कि आउँदै आउनलाई त जस्तो म मेन भुलो गरेर खाएन। हाम्रो हाँसे तहन अम्बानी हो। यस्तो छ कि यहाँ दाउरा फेरि अलिक चढ्न मिल्दैन। भेटाइस् रोगैमा आएँ अनि गएँ आइ फेरि खुट्टा भाँच्चिएर बेर छैन मेरो। यहाँ नै पर्दैन यताले बेलुटी त्यहाँ पनि छ नि त्यो उमै यता हेर्न यो
ऊ के त्यो अगाडि यता हो त्यही त्यो राम्रो छ त्यो दे मलाई त्यो दे दे न भेलोटी हाम्रो यत्रो रुख भइसक्यो हाम्रो यहाँ छ लोटस एउटा हेर यो बाँदर ल आइज जाऊँ म बनाउँछु अनि चाहिँ डोरी लिएर यसले पाएको खाइ मैले काँचो ए सधैँ खाइरहेको थिएँ नि त्यही भएर मैले पहिला हाल्छ अब म कहिले काहीँ आएको बेलामा चाहिँ खाने हो अहिले सधैँ यिनीहरू होला पानी छिटिन्छन् म खेल्दिनँ भन्ने मान्छेको मैले त लगाएको छु नि त सब त्यही छन् बच्चा बच्ची गयो भाग झन् याद दिलाइदिन्छस् ल यहाँ बच्चा बच्ची होली हिजो यस्तो होली खेलिराख्ने यहाँ कतिको भयो भन त ल यस्तो काम गऱ्यो ल ह्याप्पी होली ओ लगाइदिनु तपाईँले नि ल तपाईँ पनि लगाइदिनु ल लगाइदिनु ल आफूले चाहिँ त्यस्तै लगाइदिनुहुन्छ ल ल ओए आफूले चाहिँ त्यस्तै लगाइदिनु भयो त पापाले ल यो केटाहरू पैसा पनि दिएको के भन्छ ल ह्याप्पी होली अब हाम्रो के भन्छन् भन्दाखेरि आशीर्वाद चाहिँ हामीले त्यो बुढापाकाले दिने त्यही हो तिमीले जो मनमा सोचेको छौ तिम्रो चाहिँ भगवान् भगवान्लाई चाहिँ ल मैले पनि लगाइदिनु तपाईँलाई ल ल ह्याप्पी होली ल हुन्छ हुन्छ ल भुट जस्तो भइसक्नु भयो खोइ आमा खोइ हुली हो त ल अब तपाईँको र तपाईँकै माथि हुन्छ केही फरक पर्दैन हुन्छ ल मेरो माया छोडेर काजामला ल रुखमा बनाइदिन्छु कि रुख रोक के ए रोक के भाइ मर म भिडियो नि हाल्ने क्या हालत खराब आइदिइसक्यो खान यसको पनि त्यस्तै भयो म कसरी देखियो यो मेरो हालत खराब भयो यस्तो भयो झन् रुगा राङ्गा लाख झन् यतो नाक नाकतिर ब्याक उही कलर हो कि साँच्चै हाम्रो घर अगाडि यति राम्रो गुलाबको फुल फुलेछ सरी मिस्टेकली वाउ मेरो हातभरि कलर लागेछ होली खेलेर यहाँ छ फुल यहाँ त धनिया छ धनिया सक्यो पहिला लास्टै धेरै थियो वाउ कस्तो राम्रो वाउ या बनिसक्यो आलु मटरको सब्जी पापाले बनाउनु भएको यो भात चाहिँ मैले बनाएको सब्जी चाहिँ पापाले मेरो चाहिँ यहाँ मासु छ त्यस्तो होली लागेछ कस्तो सुत्यो यसको जस्तो जिन्दगी कसको होला एउटा यता सुतेछ एउटा त्यहाँ सुतेछ अब कि बार बालेन्स
बम्परको बम ल कता हान्छ डराएर यहाँ जा फोहोरहरू अलिअलि यताउति भएको उठाउन लाग्छौँ टाउको भन्दैन नमस्कार मेरो नाम विशाल गिरी आजको यो हाम्रो कार्यक्रम मेरै घरको छेउको यस्तो बाटो हेर्नुहोस् यति गन्दा कार्यक्रमलाई हामीले आज यो सबै सफा गर्नेवाला छु आउनुहोस् त हेरौँ के हुन्छ फोहोर टिप्नुपर्छ तपाईँहरू पनि आफ्नो घरमा आँगनमा फोहोर टिप्नु होला आज होलीको दिन म होली नमनाएर मैले यो फोहोर टिप्दैछु यो चाहिँ कटा नै यो भन्ने मान्छे को हो नि फेरि यो सफा गर्ने ओजी विशाल गिरी चुप ल मैले पनि अब यहाँ सफा गर्न लाग्छु यस्तो चाहिँ भिडियो नभने के गर्ने गन्दा गन्दा छ गन्दा गन्दा हे गन्दा 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 ए उड्यो उड्यो फोहोर पनि उडेर गयो उसले चाहिँ एक लट उठाएर गइसक्यो मेरो चाहिँ यता छ फोहोर यो चाहिँ मेरो दोकान पूजा किराना पसल त्यहाँ म ऐनामा अलिअलि देखेछु सिसामा हिहि हेर न काम चोर कि यही हो यसको बानी के काम चोर आफ्नो आफै नै अरू कोही आई बनाउँदैन यो देश टा टा माइ गाइस द्याट्स इधर तँलाई थाहा भोट कसरी हाल्छन् थाहा छ भन ल तर थाहा छ तर मलाई हाल्न पाउँदैन यो कुरा छोडिदिउँ फोहोर उठाउँ हामी फोहोर उठाउन आएको हामी एक्टिभ हुनुपर्छ ल यी हालेको छ अवस्था बदल्न रे तर माओवादीको देखाएको छ तर छोरीहरूले त्यहाँदेखि पैसा भेटाए तर चाथीको मात्रै रहेछ टिकटक बनाएर आएको अब यहाँ मुख सुख धोइसक्यौँ क्या अरे अब यसो लगाउनु पर्यो नक्कली फेरि ल भयो कि भयो र मलाई अलिअलि लगाइदिएँ त्यसो धेरै मैले थाकी मिलाएको राम्रो के म राम्रो दिनु के होला मेटा हुनु त्यही पनि फरक हुनु पऱ्यो यसरी हात खुम्ची त दिएर यस्तो छैन के अब कसले भन्न बालेनले बेच्छ कहाँ देख्नु भयो बालेनले बेच्दैन केपीले बेच्छ केपीले बेचिदिन्छ बुवाले भनेको रे केपी ओलीको झोले हो यहाँ छोरो जय बालेन मेरो फोटो हाल्दे जय बालेन जय बालेन जय कुकुर जय घन्टी जय कुकुर बालेन त्यतिकै झोले भन्छु मैले अगाडि तपाईँको नाम झोले केपीले के गरेछ भन्नु त ल केपीले के गर्छ के गरेछ सोधिरहेको छु देश बचाएको छ कसरी बचाएको छ देश किन बचाएको छैन कहाँ बच्चा छ ओए यति सानो सानो बच्चाले घन्टी लिएर हिँडे हैन राजतन्त्र आएन कि गणतन्त्र आएन कि अब स्वतन्त्र हो कि अब स्वाहातन्त्र स्वाहा नेपाल स्वाहा केपी ओली अब स्वाहा हुन्छ अब एउटा किडनी त्यो मिठाई बन्यो हाम्रो यो मेरो यो भाइको अन्त मम्मी पापा हेर त कसले हानेको हेर यहाँ मेरो टाउको फुटालिदिए इसलिए यही दिखाना था इसलिए ऐसा नाटक कर रहा है इसलिए यही दिखाना था मलाई यहाँ बहुत जस्तो बनाइदिए बच्चा बच्चीहरूले यही मान्छेले मेरो टाउको फुटालेर गएको ले यही मान्छेले मेरो टाउको फुटालेर गएको यही मान्छेले ए बच्ची हाल्यो ले पानी मलाई त्यहाँ पानीको प्याकेट गर्नु हो अब त्यहाँ गएर हान्नुहुन्छ ले मेन टार्गेट अनुभव के मेरो यति हो बेलुन नगरे लोला यति धेरै होइन मलाई खेल्न मन थियो ल
यो लाइन हो सानो यो ल यो ल यो ल यो ल धेरै सानो क्या कुरा हान्ने पापालाई हजुरको भाइले ए हजुरको भाइ आज सकिरहनु भाइ कसैले पनि सो गाइज म चाहिँ नुहाइसकेँ मेरो लागि झोरिसक्यो